Hello guys, welcome to back to YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ all of you बिहानको चाहिँ आज चाहिँ बिहान म चाहिँ भ्लग सुरु गरेको स्टार्ट गरेको है। आज चाहिँ मेरो साइन्सको एक्जाम को दिन हैन। अब जस्ट अब पढ्न पर्छ अब हैन। मैले आधी पाठ त हाराएको हैन। अब जति पढ्यो नि अब दिमाग त त्यस्तै हो घुस्नलाई। अब त्यही हो, सबैले माया सपोर्ट गरिदिनु होला है। डाँडा डाँडा घाम पनि लागिसकेछ। घाम पनि खतरा अनि घाम पनि लाग्छ है। यो माथि डाँडा आएर फेरि हाम्रो गाउँ बब्बाल देखिन्छ क्या। फेरि उहाँ नठाटी उहाँ यता नठाटी उतातिर घाम हुँदैसक्यो है। ठुल मम्मी क्या लाउनु हो गोबर खन्नु लाउनको। भैँसी त साह्रै मोटो छ त। हजुर मासु कतिको खाने हो? खाँदै खाएन मैले त। थप्दा नि थपेन। भात नि अझ त्यही मैले त फ्रिजमा राखेको। त्यही हो होइन। अब जस्ट म यहाँ चाहिँ उमेशको घरमा आएको चाहिँ यसो घुमा भनेर के कति घर बस्ने हेर्न गोपी। यही हो उमेशको घर र सुशील भाइले बिहान उठेर दाँत बाँध्न लाखा। मुनु यहाँ आइज यहाँ न यहाँ लजाउँछु क्या फेरि रोके हेर्नु त आम्मा गाउँ हेर्नु त आम्मा गाउँ त सुन्दर छ के सुन्दर। उयो डाँडा बिल्डिङ घर बनाखान को धुन भनु मुनु यहाँ न यहाँ केही भन्छ क्या। यहाँ केही भन्दैन भाइलाई ल यहाँ भन् ल अल जान्छ फेरि यो त तेरो मान्छे ल भन् त आइज ल एउटा उठ ल मुनु तेरा बाउ अरे हेर्नु त ल यही हो। अब उतातिर त के भन्ने डाँडा हो उता घाम पानी हो कि जसकोतिर त घाम लागिसकेछ। उता नरेठाटी बजार नि है उताबाट घाम लागिसकेछ क्या है। गोबर छ क्या ठ्याक्कै छिरानी गोबर। यता बसेर उता दाँत बाँध्नुको मजा छुट्टै खायो। छुट्टै छ यार। चिरामा हेरौँ टावर थियो सुलुक्का उतै माथि हेर कहाँ हेर त देखिन्न यहाँ त। ओ टावर 10 किलोमिटर छ क्या उहाँको टावर। यिनी चाहिँ हाम्रो बेरोजगारी आज इङ्ग्लिसको अरे टप चिन अरे स्कुल टप चिन अरे स्कुल टप चिन रे। ल जस्तै हो ल सबैले माया सपोर्ट गरिदिनु होला भन्ने मैले आशा राखेको छु है। ल तपाईँलाई एक झल्को यहाँ ठुल मम्मीलाई देखाउँछु। यहाँ भलकमा हो ल केही भनिदिनु त ल यहाँ भनिदिनु कहाँ यहाँ छोरोलाई सपोर्ट यहाँ आएर झन् घाँस काटिदिने झन् ल केही भन्नु यहाँ
ल राम्रो होस् अझै यस्तै गर्दै जाओस् राम्रो होस् यस्तै गर्दै जाओस् पैसा कमासी मलाई नि देऊ धेरै धेरै पैसा कमाओस् या त मलाई आधी दियोस् ल यही हो ल ठुली मम्मीलाई नि भेटाए होइन अब आसु मजा गर्न पर्छ है चारवटा पारामा हेरिदिनु त ल भ्यू ल साथीहरू म चाहिँ अब घर जान लागेको अब म चाहिँ मेरो मम्मीलाई देखाउँछु होइन अब चाहिँ मेरो चाहिँ मम्मीलाई देखाउने छु है चारवटा पारामा जाडो हकै जाडो 90 डिग्री त जाडै हो गलकोट बागलुङमा त है जाडै भइरहेको छ है ल फाइनल्ली गाइसहरू म पनि आइसकेँ मेरो घरमा है यही हो मेरो घर है मम्मी यही हो मेरो घर चाहिँ यहाँ छोरा बारेमा केही भनिदिनु क्या यहाँ छोरा बारेमा केही भनिदिनु यहाँ छोराले यहाँ ल के गर्नु मेरो छोराले भलक गराउँदै छ मेरो छोरो माया गर्ने त्यो माया गरिदिनु होला 15 पुगेर बल्ल 16 A few moments later. ठुलै छ 20 वर्षकै पुगे जस्तो हो अब सबै साथीहरूले माया गरिदिनु होला देश विदेशबाट हेर्ने दर्शकहरूले माया गरिदिनु होला मेरो छोरालाई भलक बनाउने यस्तो गरेर हिँड्ने धेरै रहर गरिरहेको छ मेरो छोराले हजुरहरूले माया गरिदिनु होला साथ सपोर्ट दिनु होला भन्दै नमस्कार सबैजनालाई ल मम्मीले नि भन्नुभयो होइन ल मेरो बारेमा होइन ल सबैले सुन्नुभयो होला नि अब के गर्ने भूमिका अब त्यही हो कहाँ त नि बिहान हाम्रो गाउँ हेर्नु त ल यही हो मेरो घर है एउटा नि यो चाहिँ इक्जामको बेला यहाँ चाहिँ फोन हेर्नु सबैले माया सपोर्ट गरिदिनु होला है के भन्छन् ल हामी चाहिँ उता बाहिरतिर जानु लाग्यो बारी कस्तो भयो होइन अब हेर्न नि पर्यो नि त है चट्टा पाना म र सुशील भाइ हिँडिरहेको छौँ ल गाइजहरू हामी चाहिँ बारीमा नि आइसक्यौँ यता खोल्सातिर बारीमा आइसक्यौँ हेर्नु अन्त है हामी चाहिँ अहिले उहाँ थियौँ अहिले चाहिँ यहाँ बाहिर थियौँ आएको है यहाँ बारीबाट नि खतरा भ्यू देखिने चाहिँ यहाँ गहुँ छरेछन् गहुँ सबै छरेछन् होइन यो तपाईँलाई यताको नि देखाउँछु क्या यता त्यो अलैँची पाइने अलैँची पाइने बारी नि देखाउँछु यहाँ अलैँची पाइने बारी हो है होइन हेर्न रुख नि ठुल्ठुला छन् के रुखै ठुल्ठुला छन् यहाँ लोटेको होइन बारी नि ठुल्ठुला छन् ल हामी चाहिँ अब घरतिर जानु लाग्यो है अब बारीमा नि गयो अब जेठियाले उहाँ छिन् क्या जेठिया ल नाति बारेमा भनिदेऊ त केही ल शुभ यात्रा ल मलाई त शुभ यात्रा अरे ल थ्याङ्क यू है हजुर आमालाई थ्याङ्क यू
ल भन्दा म चाहन्छु ल भाइ त्यहाँ रोक रोक त तेरो जिन्दगी कठिन किन हुन्छ ल यति भन्दै म बिदा हुन चाहन्छु